हेलो एभ्रिवान गुड मर्निङ। सो आजको मेरो भ्लग चाहिँ स्टार्ट हुँदैछ बिहानको खाना बनाउनुदेखि हैन। मैले मुन्टा र आलुको सब्जी बनाएँ। अन्त यहाँ चाहिँ दही जमाइरहेको थिएँ हैन। नानीहरूले चाहिँ एकदमै ज्यादा दही मन पराउँछ अनि मलाई पनि मनपर्छ नि त, त्यसले गर्दा जमाइरहेको थिएँ अनि मजाले जमेछ दही चाहिँ हैन। अन्त अब चाहिँ भने नानीहरू स्कुल जानु आँटेको छ अनि रेडी भइसकेर खाना खाँदैछ। यो चाहिँ हो हाम्रो बिहानको खाना हैन। स्पेसल थियो हाम्रो। अन्त स्यान्दाले चाहिँ यहाँनिर अनुको जुत्ता लगाइदिनु हुँदैछ, लेसहरू बाँधिदिनु हुँदैछ हैन। बाबा छोरी जिस्किँदै सो यसरी चाहिँ नानीहरूले खाना खायो। स्यान्दाले पनि खाना खानुभयो अनि यिनीहरू चाहिँ रेडी भएर स्कुलको लागि निस्किसक्यो हैन। अब चाहिँ भने बेबु जानु आँटेको छ। अन्त मेरो एउटा अनलाइनको सामान थियो जो चाहिँ रिटर्न गर्नुपर्ने थियो, त्यो पनि मैले बेबुलाई पठाइदिइहालेँ र ढिलो हुनु आँटेको छ र बेबु चाहिँ छिटो जाँदैछ। अनि अनु चाहिँ यहाँ डान्स गर्दै बसिरहेको रहेछ हैन। ऊ चाहिँ छिट्टो निस्किन्छ नि त। अन्त यहाँनिर चाहिँ मैले सिमी रोपिरहेको थिएँ। यो चाहिँ थाङ्रामा भर्खरै चढ्दैछ हैन। यो चाहिँ पुरानै थाङ्रा हो, थाङ्रा चाहिँ, तर सिमी चाहिँ मैले नयाँ रोपेको अनि मजाले आएको छ। यो चाहिँ थाङ्रामा चढ्दैछ। सो अब चाहिँ भने नानीहरू स्कुल जानु आँटेको छ र गाडीमा पनि बसिसकेको छ र अनुले मलाई बाई गरेर चाहिँ गयो। अब चाहिँ तिनजना घरदेखि निस्किसक्यो। अब उनीहरूलाई पठाइसकेपछि चाहिँ फेरि मेरो घरको काम स्टार्ट हुन्छ गाइज हैन। अनि म किचनमा आएर भाँडा धुनु थालेँ। अब नानीहरू गइसकेपछि यति बेसी काम हुन्छ, भाँडा धुनु, घर सफा गर्नु, किचन सफा गर्नु हैन। अनि त्यही भएर चाहिँ फर्स्टमा चाहिँ मैले भाँडासाँडा धुइहालेँ। भाँडा धुइसकेर फेरि आएँ बाथरुममा हो। किचनको काम सकेर चाहिँ बाथरुममा लुगा धुनुपर्ने थियो। फर्स्टमा चाहिँ मैले सर्फ हालेर लुगा भिजाएँ। यति बेसी त्यो लुगा पनि धुनुपर्ने हैन, त्यसले गर्दाखेरि चाहिँ भिजाएँ। त्यहाँदेखि सानो लुगाहरू चाहिँ धुइहालेँ फटाफटी मैले हो। र अब चाहिँ लुगा धुइसकेर सुकाउनु पनि टेरेसमा आइसकेँ। अनि स्कुलको लुगा चाहिँ बेबुले हिजो बेलुकै धुइरहेको थियो सुक्दैन भनेर, सुकि पनि सकेछ हैन। अन्त त्यहाँदेखि चाहिँ फर्स्टमा चाहिँ मैले सुकेको लुगाहरू सबै उठाइहालेँ। त्यहाँदेखि चाहिँ मैले धोएर ल्याएको लुगाहरू सुकाएँ हैन। दिन चाहिँ एकदमै राम्रो भइरहेको थियो, टन घाम लागिरहेको थियो। त्यसले गर्दाखेरि चाहिँ मजा लाग्यो लुगा धोएर सुकाउँदा पनि सट्टै सुकिहाल्ने। फेरि हाम्रो चाहिँ यति बेसी हावा आउँछ टेरेसमा हैन, सुकिहाल्छ। त्यहाँदेखि लुगा सुकाइसकेर आएर चाहिँ म पनि मुख धुनु थालेँ, किन म बजार जानुपर्ने थियो हैन। त्यहाँदेखि चाहिँ मजाले फर्स्टमा मुखसुख धुइसकेँ। त्यहाँदेखि चाहिँ म मेकअप गर्नुको लागि बसेँ हैन। अलिकति बजार जाने काम थियो अनि अनुको चाहिँ स्कुलको जुत्ताहरू पनि फाटिरहेको थियो नि त। त्यसले गर्दाखेरि चाहिँ घरको सबै कामसाम सकिसकेर चाहिँ म रेडी हुन थालेँ बजार जानुको लागि हो। अन्त मैले मेकअप चाहिँ गरिसकेँ गाइस। अन्त लास्टमा लिपस्टिक लगाउँदैछु अनि लिपस्टिक लगाइसकेर अलिकति ब्लसर र हाइलाइटर लगाउँछु हैन। अन्त त्यहाँदेखि चाहिँ फाइनली म चाहिँ मेकअप पनि गरिसकेँ गाइस। अब चाहिँ भने म रेडी भएर पनि निस्किसकेँ हैन। अब चाहिँ घरबाट निस्केको गाइस। मैले आज चाहिँ केस मजाले सेटिङ गरेँ हैन। कस्तो दामी देख्यो, आफूलाई पुरा बेसी मन पर्यो हैन। र आजको मेरो आउटफिट चाहिँ यस्तो छ, गरम छ, शीतल भएर गएको हैन। तर केस छोडेकोले गर्दा गरम पनि देखिरहेछ। र फाइनली रोडमा निस्किने बित्तिकै मैले गाडी पनि पाइहालेँ हैन। एकदमै लकी रहेछु, मैले छिटो गाडी पाइहालेँ, नभए पुरा बेसी पर्खिनुपर्छ नि त। सो अब चाहिँ भने म आइपुगेँ बजार हैन। बजार आएर चाहिँ डाइरेक्ट स्कुलपट्टि जाँदैछु, किनभने स्कुल छुट्टी हुने टाइम भयो नि त। त्यहाँदेखि चाहिँ यहाँ पर चाहिँ छ एनएसएस स्कुल हैन। त्यसले गर्दा सिधै स्कुलमा गएँ। स्कुलमा गएर हेर्दाखेरि त बेबु चाहिँ भेटेँ हैन। अनाया त अघि घर गएछ, स्याटरडे थियो नि त। अनि त्यसले गर्दाखेरि चाहिँ घरमा गएर खेल्छु भनेर त अनाया त घर गएछ हैन। भने त खोजेको त अनु त छैन, फोन गरेर सोधेको त घर पो पुग्यो अरे हो। सो अन्त अहिले चाहिँ अब बेबुको यहाँनिर टी सर्ट बनाउनु पर्ने थियो र चाहिँ मैले लुकिदिइरहेको थिएँ नि त। अन्त बेबुले चाहिँ यहाँ टेलरकोमा लगेर टी सर्टहरू बनायो। त्यसको बादमा चाहिँ हामी गयो परनिर। अनुलाई मैले बोलाइरहेको थिएँ, स्यान्डल फेरि ल्याइदिन्छु बजार भन्नुभएको थियो र बेबु र म चाहिँ पर गयो। जाँदै उसलाई चाहिँ पुरा आइसक्रिम खानु मन परेको छ अरे, एनर्जी छैन अरे भन्दै भन्यो नि त बेबुले कि। त्यहाँदेखि चाहिँ आइसक्रिम दोकान देखेँ त बेबु त कम्ता छिटो कुदेर गएन आइसक्रिम खानुको लागि त हैन, यो राज फास्ट फुडमा चाहिँ। अन्त त्यहाँदेखि त भित्र गएर यस्तो हेरेँ कि हेरेर त खानु त आइसक्रिम आएको थिएँ, तर यहाँनिर त केक पनि देखेँ, खानु मन पर्यो भन्दै थियो। तर खानु चाहिँ खाएन, यसले आइसक्रिम खायो हैन। अन्त कुन चाहिँ आइसक्रिम खाने भनेर चाहिँ हेर्दै थियो बेबुले चाहिँ। लु बेबु चाहिँ अब आइसक्रिम किनेर पनि खानुको लागि बसिसक्यो। बहिनीलाई पर्खिन भनेको त होइन अरे, पर्खिँदैन अरे। बहिनीले त घर जानुभन्दा अगाडि मलाई पर्खिन, म किन पर्खिनु भनेर त उसले त आइसक्रिम खोलेर खानु थाल्यो होइन। त्यो पनि चाटी खानु थाल्यो हो। त्यहाँदेखि त आइसक्रिम खाँदा उसलाई बिस्किट पनि खानु मन पऱ्यो अरे, त्यो पनि खान्छु अरे। लु मैले खा आमा आएको बेलामा त हो खा भने होइन। आइसक्रिमसँग बिस्किट खाँदै त्यस्तै हेरेको त अनाया पनि आइपुगेछ टुप्लुक्कै खुर्र। अनु कुदेर आयो कि। अन्त हेर्दा दिदीले के खाँदैछ भनेको त ऊ रुनु थाल्यो। अनु त
रुन्चे न रुन्चे अनुहार बनाएर एकछिन साइडमा बसेको रुन्छ पो होला भनेर के को रुन्थ्यो गएर त दिदीको आइसक्रिम खोसेर खान थाल्यो होइन त्यहाँ चाहिँ गरम भएछ हो उसलाई चाहिँ घरमा पुगेर आएको नि त चप्पलसँगै आइपुगेछ केस खोलेको थिएछ हो भरे त आइसक्रिम खाने न उसले हेर्नु थाल्यो कि कुन चाहिँ खाने भने हेर्दा झन्डै आइसक्रिमको फ्रिजभित्रै पसेको होइन त्यहाँदेखि त उसले पनि आइसक्रिम खानु पाएर त खुसी भएर आइपुगेपछि एउटा क्याफेमा जाने भनेको थियो लाफिङ खानु अनि त्यहाँ हेर्नु पठाएको थियो मान्छे छ कि छैन छ औ अरे अन्त हामी चाहिँ कुरुरु कुद्दै गयो अनुहारमा चाहिँ खुसी भएर यहाँनिर लोकल हबमा चाहिँ लाफिङ पाउँछ नि त त्यसले गर्दाखेरि चाहिँ हामीले चाहिँ अर्डरहरू गऱ्यो लाफिङ अन्त आइपुग्यो फाइनली अन्त बेबु चाहिँ खुसी हुँदै थियो आमाको बेलामा त के मिठो मिठो खानु पाउँछ भन्दै खुसी हुँदै थियो अनु पनि खुसी हुँदै थियो सो फाइनली लाफिङ आइपुगेर चाहिँ हामीले खान थाल्यौँ मैले फर्स्टमा खाएँ एकदमै मिठो लाग्यो होइन त्यहाँदेखि चाहिँ उनीहरू चाहिँ कन्डक पनि खाने अरे लाफिङ पनि खाने अरे भनेर चाहिँ मगाएर खान थाल्यो बेबुले पनि मजाले खायो अनुले पनि खायो मजाले होइन त्यसको बादमा चाहिँ यिनीहरू चाहिँ लास्टमा चाहिँ खानु अलिक साह्रो पर्यो त्यो सकेर चाहिँ हामी आयो जुत्ता दोकानमा अनुको जुत्ता किन्नुपर्ने थियो होइन त्यहाँदेखि चाहिँ हामीले जुत्ता हेर्नु थाल्यो बेबुले चाहिँ यत्रो सानो जुत्ता देखेर चाहिँ मलाई देखाउँदै थियो होइन अन्त अनुको स्कुलको जुत्ताहरू नापिदियो बेबुले अन्त ठिकै भयो यो जुत्ता किन्ने भनेर चाहिँ हामीले किन्यो अनि पैसा चाहिँ बेबुले पेमेन्ट गर्यो होइन त्यसको बादमा चाहिँ हामी निस्केर आयो फोन दोकानमा होइन मेरो पुरानो फोनमा चाहिँ टेम्पर ग्लास अन्त ब्याक कभरहरू फेर्नु पर्ने थियो त्योहरू पनि फेरिहालेँ होइन किनभने पुरा पुरानो भइसकेको थियो नि त मैले त आइफोन पाएर चाहिँ यो फोनलाई हेला गरिरहेको थिएँ सो आज चाहिँ भने यो फोनलाई पनि राम्ररी बनाउने भएँ मैले होइन त्यो एकदमै राम्रो बनाएर चाहिँ लिएर सन्दालाई पनि देखायो दामी भएछ सन्दाले भन्दै थियो त गाइस हेर्नु चाहिँ राम्रो बनाएर ल्याएँ मैले यहाँ तलनिर फुटाएछ नि एकदमै दामी बनाएर ल्याएँ अब चाहिँ हामी घर गएको र आजको भ्लग चाहिँ मेरो यति नै गाइस होइन तपाईहरुलाई मन परेमा लाइक कमेन्ट शेयर गरिदिनुस् होला को पनि मेरो च्यानलमा मेरो पेजमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब फलो गर्नु नबिर्सिनुस् होला थ्यांक्स फर वाचिङ अनि सपोर्ट गर्नु नभुलिनुस् होला एकदम सपोर्ट गर्नुस् होला लिस्टिङ चाहिँ नछ है कान्छ पवित्र